मेरो कुरा गर्नुपर्दा पेसाले म एउटा अभिकर्ता हुँ, बिमा बेच्ने काम गर्छु। यो मेरो व्यवसायमा के हुन्छ भने नबोलेर बिजनेसै हुँदैन मेरो। मैले विगतलाई सम्झिनु पर्दा बोल्ने कलाको कमीको कारणले गर्दा मेरो व्यवसायमा ठुलो क्षति पुगेको थियो। मेरो कम्पनीमा मैले गर्नुपर्ने एचिभहरू मैले धेरै गुमाएका थिएँ। त्यस्तो अवस्था भएपछि म सोच्न बाध्य भएँ मेरो बोल्ने कलाको पनि विकास गर्नु जरुरी छ भनेपछि मैले सोसियल मिडियामा खोज्दै गएँ। खोज्दाखेरि यस्तो धेरै संस्थाहरू आए, कुन चाहिँलाई चाहिँ बेस्ट मानु भनेर निफमा मैले विश्वास जाग्यो मलाई र निफप्रति मलाई विश्वास र भरोसा जागेपछि अफिसमा सम्पर्क गरेँ। सबै कुरा बुझेपछि ट्रेनिङ लिने गरेँ। ट्रेनिङमा मैले भोकल प्र्याक्टिसको कुराहरू सिकेँ, होइन, एकाग्र कसरी गर्नेहरू कुरा सिकेँ, प्रेजेन्टेसन बनाउनु सिकेँ, फेस टु फेस डिलिङहरू सिकेँ। यसले गर्दाखेरि आज म यो तपाईँको सामु उभिन सक्ने श्रेय ट्रेनिङ सिकाएको छैन। अनुशासन गर्नु पनि सिकाएको छ, समय म्यानेजमेन्ट गर्नु सिकाएको छ, गोल सेटिङ गर्नु सिकाएको छ र अहिले कठोर सरलाई म धन्यवाद दिन चाहन्छु।